यो चाहिँ बोडी हो। यो त सस्ता के अरे सस्ता तिमी सोस्ता मकैकोमा फल्नेलाई चाहिँ सोस्ता भन्छ होइन। हामी चाहिँ मकै बोडी भन्छौँ है। त्यो करेला पनि छ, तिमीले खानुहुन्न पेट्रोल भएको मान्छेले। हेलो ल्याउनु के हो कसैले हो मम्मी ल्याइदिएको मैले मैले खेल्नु हो र ल है त। मम्मीले गुल्मीबाट ल्याइदिनु भएको कसैले मैले चाहिँ हेर्नु। तिमीले खोल न अनि तपाईँले खेल्नु न हो र। यहाँ त टन्नै तरकारीहरू छ नि त हजुर। यसरी के अब गाउँबाट तरकारीहरू यताउता खानेकुराहरू आउँदा चाहिँ कस्तो हुन्छ, खुसी लाग्छ है। झन् विद्यार्थी भएर घरबाट टाढा आएर बस्दाखेरि अनि यस्तो चिजहरू आउँदा त बडो खुसी लाग्छ नि होइन। तिमी चाहिँ होइन जो मकैले आएको भनौँ के आएको रहेछ यहाँनिर। हुन्छ यो चाहिँ काँक्रा रहेछ होइन, काँक्राको सिजन काँक्रा घरमै फलेको काँक्रा होइन। यो चाहिँ रहेछ ऊ चाहिँ फर्सीको मुन्टा है, टन्नै छ हौ। त्यसपछि गएर घिरौँला अनि त्यसपछि गएर यो चाहिँ के होला भन त। यो चाहिँ बोडी हो। कागती छैन, यो चाहिँ बोडी हो। यो त सस्ता के अरे सस्ता तिमी सोस्ता मकैकोमा फल्नेलाई चाहिँ सोस्ता भन्छ होइन। हामी चाहिँ मकै बोडी भन्छौँ है। बोडी रहेछ। अनि त्यसपछि गएर घिरौँला भइ नै हाल्यो। कागती छैन, त्यो करेला पनि छ, तिमीले खानुहुन्न पेट्रोल भएको मान्छेले। अनि कागती पनि छ, कागती पनि ल्याइदिनु भएको रहेछ। खुर्सानी पनि रहेछ। ल यति धेरै सामान आएको रहेछ है। अनि के छ त अनि होइन यस्तो चिजहरू के मैले अघि तिमीलाई के सोध्न लाग्थेँ भने गाउँघरमा त अब जस्तो सधैँभरि भइन्न नि त पढ्न आएको जागिर पेसाले बाहिर आइन्छ नि त। अनि त्यो स्कुल पढ्ने बेलामा त्यो बचपनको बेलामा गाउँघरमा अब यो अहिले बर्खामा चाहिँ बेडुला अनि खनिया के हुन्छ नि त होइन। अनि ती कुराहरू त छोड्छन् नि त, हो कि नै हो कि नै। ती कुराहरू त एक हिसाबले त कति वर्ष भयो मैले बेडुला नखाएको त। अनि ती कुरा कतिको मिस हुन्छ। खनिया कति वर्ष भयो खनिया नखाएको भन त। के खाएको थियो अघिल्लो साल 1-2 वर्ष भयो होला है। हो त्यस्तो चिजहरू। अनि गाउँबाट सामानहरू आउँदाखेरि कहिलेकाहीँ सेलरोटी चाडबाडमा कोही मार्फत आउँदाखेरि घिउ आउँदाखेरि होइन, यस्तै तरकारीहरू आउँदाखेरि बडो खुसी लाग्छ नि होइन है। यो विद्यार्थी जीवनमा अझ विशेष गरेर खुसी त जसलाई नि लाग्छ। विद्यार्थी जीवनमा त धेरै कुराहरू अभावमा चाहिँ गर्नुपर्छ नि त। पढ्नुपर्छ सधैँभरि पकेट के भन्छ भरि हुँदैन होइन, पुरै पढ्नुपर्ने हुन्छ। अनि त्यस्तो बेलामा यस्तो चिजहरू गाउँबाट आउँदाखेरि सँगसँगै पैसाको गाँठ पनि होइन। बुवा मम्मीले दुःख गरेर कमाएर छोराछोरी